यो अहिले काङ्ग्रेसको यो विशेष महाधिवेशन भइरहेछ नि, यो विशेष महाधिवेशनले वास्तवमा काङ्ग्रेसको यथार्थ भविष्य राम्रो बनाउने बाटोतिर लम्किन खोजिएको छ। यो काङ्ग्रेसमा थिए नि यो 6 भाइ, यिनी 6 भाइको त गयो। तिम्रो गाडी त अब मैलानीतिर गयो, मैलानीतिर हुँदैन। अब देउबा भएको अब तिम्रो पनि सक्यो बा। तिमी पनि मजासँग डडेलधुरा जाऊ, मजासँग भोटेकोट लाउने, मजासँग बस्ने। अब काङ्ग्रेसको जने निवर्तमान सभापति भएर बस्ने, राम्रोसँग त्यही सम्मान पाउने भए ठिकै छ। न त्योभन्दा बढी फ्यार फुरफुर गरेपछि फेरि ज्यानजीले अर्कीचोटि फेरि दिन्छन् फेरि ताजा। त्यही भएर जाने खुरुक्क पारेर अहिले जाने यो विशेष महाधिवेशनलाई सम्बोधन गरेर नयाँ नेतृत्व हस्तान्तरण गरेर चुप्प बस्या हुन्छ। नत्र भोलि गाह्रो पर्ला, तर गाह्रो पर्ला हुन त हाम्रै नेता हुनुहुन्छ तपाईँ। राम्रोसँग बस्नुहोस्, बचेपछि केही 2-4 वर्ष बचेपछि केही देखेला राम्रोसँग। काङ्ग्रेस राम्रो भयो देख्नु होला तपाईँ, नयाँ युवाहरूले देखाउँछन्। त्यही भएर अरू तिनी 6 भाइलाई पनि राम्रोसँग सम्झाउनुहोस्। अब तिम्रो दिन गया भन्नुहोस् है। ल बाँकी कुरा फेरि अर्को भिडियोमा